यो दोरिया जति नजिक तपाईँ जानुहुन्छ नि त्यति नै खतरनाक हुन्छ यसले किनभने मान्छेलाई उतातिर लैजान्न यसले चाहिँ उतातिर लग्दैन तर यता फाल्छ जता हामीलाई यो साइड छ यो उतिने साइडतिर यतातिर फाल्छ यही फाल्ने क्रम हो र यो चाहिँ बढ्दो क्रम हुन्छ म तपाईँलाई पछाडि पनि देखाउँछु एकदम छाल हानिरहेको छ यो बढ्छ अब किनभने यहाँ खतरा बढ्यो अब मान्छेहरू चाहिँ यहाँ चाहिँ रक्सीहरू पिएर चाहिँ यो क्षेत्रमा जाने गर्छ र गइसकेपछि के हुन्छ मान्छेलाई तान्छ यसले तर मान्छे आउन सक्दैन मान्छे चाहिँ अनुहार डुब्छ र तान्छ तर यो पत्थर एरिया पनि छ यो साइडमा हेर्नु तपाईँ पुरै पत्थरै पत्थर भरिएको छ यो अहिले केही पनि छैन यो भागमा तपाईँले देखायो भने तपाईँलाई केही पनि छैन समथर छ तर रात पर्दै जाँदाखेरि चाहिँ यो चाहिँ बढ्दो क्रममा भएर उतापट्टि चाहिँ मान्छेहरू चाहिँ ट्राफिक जाम भएको कारणले त्यहाँ चाहिँ प्रहरी खटाएर यसलाई सुल्चा दिने गरिन्छ र देख्नुभयो तपाईँलाई देखाएँ मैले यो अनौठो छ कि तर यहाँ चाहिँ बेलुका चाहिँ आउँछ र बिहान चाहिँ हराउँछ बिहान आउनुभयो भने केही पनि हुँदैन यो कता जान्छ कता कसैलाई पनि थाहा हुँदैन जब तपाईँ बेलुका आउनुहुन्छ र तपाईँ अटोमेटिक आउँछ क्या अथवा दैविक शक्ति हो अथवा के हो त्यो थाहा भएन तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला हेर्नु भएको छ भने कमेन्ट गरिदिनु होला तलतिर होइन यही ठाउँमा मैले सुन्ने गरेको छु र शङ्ख पनि पाइन्छ यो ठाउँमा शङ्खहरू पनि पाइन्छ र तपाईँ बोकेर आएका चिजहरू पनि हुन्छन् यही ठाउँमा अब तपाईँ देख्न सक्नुभयो अब बढिसकेको छ यो तीव्र रूपमा अगाडि आइसकेको छ र छाल पनि हानिसकेको छ पानी म बिचमा छु र यही बिचमा आउने क्रममा पानी बढ्दो छ अब चाहिँ म चाहिँ जानुपर्छ अनि यस ठाउँमा आइसकेपछि अब देख्न सक्नुहुन्छ तपाईँ खतरा बढ्यो पानीले छाल हान्यो र तीव्र रूपमा अहिले चाहिँ केही पनि थिएन अब चाहिँ आउन लाग्यो देख्न सक्नुहुन्छ बग्यो अब पानी चाहिँ सुरु भयो जब रात पर्दै जान्छ नि तब यो बढ्दै जान्छ त्यही भएर तपाईँ सुरक्षा गर्नुपर्छ किनभने म पत्थरमा थिएँ अहिले यता बिस्तारै बिस्तारै यो चाहिँ छाल हानेर आउँदैछ अब चाहिँ यो बढेको अवस्था छ अघि चाहिँ पर थियो भने अब चाहिँ यहाँ नजिक आइसक्यो अघि पर थियो त्यो ठुलो छ मात्रामा हामी उतापट्टि तर्ने कल्पना पनि गर्न सक्दैनौँ किनभने हामीलाई चाहिँ महिनौ दिन वर्षौँ दिन पनि लाग्न सक्छ किनभने उतापट्टि जान हामीलाई धेरै छ यो सानोतिनो छैन हामीले आँखाले देख्ने सूक्ष्म आँखाले देख्ने मात्रै चिज यसलाई चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू धेरै ठुलो छ यो उतापट्टि देख्न सक्नुहुन्छ तर यतापट्टि चाहिँ यो आइरहेको छ मान्छेहरू टिकटक बनाउनु पछाडि लागिरहेका छन् टिकटक पनि बनाइरहेका छन् यो टिपी तपाईँहरू पनि सुरक्षित साथ लाउनु होला यो खतराको के भन्छ किनभने बिस्तारै बिस्तारै यसले छाल हानिरहेको छ अघि पानी एकदम कम मात्रामा थियो अहिले चाहिँ यहाँ आइसकेको छ देख्न सक्छ पुरा छाल हान्छ